प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पंक्ति छ। ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत क्षमता राख्ने नेताहरूको पंक्ति छ। सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै भोगेका नेताहरूको पंक्ति पनि छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्या होला मलाई अनौठो लाग्छ। उहाँले, म आफैलाई भन्न चाहन्छु, उहाँले मलाई बोलाएर एकचोटि तपाईले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, केले तपाईलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। केले रोक्या उहाँलाई? आफ्नै अहंकारले रोक्या हो कि म पर्याप्त छु मलाई कोही चाहिँदैन भन्ने खालको हो कि?